आन्तरिक नियन्त्रण प्रणाली हैन। यो आन्तरिक नियन्त्रण प्रणाली भनेपछि हामीले पैसा भनेर सोच्ने मात्रै होइन सर। नतिजा हाम्रो अफिसको एउटा केही गोल हुन्छ हैन, गोल चाहिँ प्राप्त गर्ने कुराहरूसँग सम्बन्धित हुँदो रहेछ। नतिजा उन्मुख छ कि छैन त हाम्रो कामहरू भन्ने कुराहरू यसले गर्छ। सार्वजनिक निकायले आफ्नो उद्देश्य प्राप्तिको लागि कार्य सञ्चालनमा आउने जोखिमको पहिचान र त्यसको समुचित सम्बोधन गर्ने प्रणाली नै के हो त आन्तरिक नियन्त्रण प्रणाली हो हैन। नतिजा मुखी हुनु पर्यो भन्छ यसले हैन। सिद्धान्तहरू के छ त टिओआर क्लियर पार्ने भनेको जस्तो अफिसमा कर्मचारीहरू हुन्छन् तिनीहरूको चाहिँ जब डेस्क्रिप्सन, रेस्पोन्सिबिलिटी र अधिकारहरू चाहिँ पहिला क्लियर कट हुनु पर्यो। जोखिमलाई पद्धतिमूलक तरिकाले नियन्त्रण गर्ने हैन। अनुगमन विधि लागू गर्ने, क्रियाकलापमा पारदर्शी हुनु पर्यो। उद्देश्य के छ त यसको जोखिम घटाउने, जवाफदेहिता बढाउने, व्यक्तिबाट भन्दा पद्धतिबाट काम हुने वातावरण गराउने र सुशासन बढाउने पनि यसको के छ त मुख्य उद्देश्य रहेको छ है।